जेएनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद 20 दिन थप्ने सरकारको निर्णय। रेशम चौधरीको उम्मेदवारी खारेज, आज उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिँदै। रेशम चौधरीको उम्मेदवारी खारेजीका मुख्य 3 कानुनी आधार के हुन्, हेर्नुहोस् आजको समाचारमा। कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक, सभापति थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गर्ने। 2079 मा विभाजित मतका कारण विद्रोही उम्मेदवार बनेका अमरेशसँग गगन थापा भिड्दै। निपा भाइरस फैलन नदिन उच्च सतर्कता। सर्वोच्चको फैसलापछि काठमाडौँ महानगरपालिकाले फुकुवा गरो नदी किनारका थप 20 मिटरको मापदण्ड। 1.5 लाख निर्वाचन प्रहरीलाई 15 माघमा नियुक्ति, 25 माघबाट परिचालन। प्रत्यक्षमा 100 सिट, समानुपातिकमा 35 लाख मत कटाउने कांग्रेसका महामन्त्रीको पूर्वानुमान। धितो न जवानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्न एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह। आजदेखि पश्चिम नेपालमा वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना। मोरङ 3 मा सुनिल शर्माको घर दैलो अभियान, मतदाता भन्छन् सुनिल शर्मा बाहेक यताउति भोट जाँदैन। सूचना प्रविधिको उपयोगमा जोड दिन कांग्रेसका बझाङ उम्मेदवार स्नेहीलाई सुझाव। 20 लाख राशिको गोपाल कमला राज भण्डारी रोटरी अवार्डका लागि आवेदन खुला। अपाङ्ग मैत्री पर्यटनमा नेपालको फड्को, बहिरा समुदायका 25 जना बने ट्रेकिङ गाइड। प्रधानमन्त्रीद्वारा संसद भवनमा शहीदको शालिग राख्ने विषयमा जानकारी। सिन्धुली 2 मा बागी उम्मेदवारी विवाद चर्कियो, प्रचण्डले नेताहरूलाई काठमाडौँ बोलाए। नेपाली कांग्रेसका नेता शेखर कोइराला भन्छन् पार्टी फुटबाट जोगाउन मध्यमार्गी धार अपनाएको हुँ। पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा प्राधिकरणका तत्कालीन निर्देशकलाई साधारण तारिखमा छाड्न आदेश। हिमाली क्षेत्रमा आवागमन नगर्न हुम्ला प्रशासनको आग्रह। डाभोसमा महेन्द्र पाण्डेले उठाए नेपाली लगायत प्रवासी श्रमिकको एजेन्डा। भारतले 18 वर्षमा निर्वाचन प्रयोजनका लागि नेपाललाई दियो 2400 गाडी, चुनावपछि कहाँ जान्छन्? रविको विवाद हेर्न नमिल्ने, माधव र बाबुरामको छानबिन प्रकरण हेर्न नभ्याइनेमा। पहिलोचोटि व्यावसायिक कार्बन बेच्दै नेपाल, वन जोगाएर 8 अर्ब आमदानी। 6.5 वर्षमै दोब्बर भयो सार्वजनिक ऋण, प्रति व्यक्ति भार 1 लाख नजिक पुग्यो। 9.23 अङ्कले बढ्यो नेप्से, 9 अर्ब बढीको सेयर किनबेच। टी20 विश्वकप तयारीको अभ्यास खेलमा नेपालको लगातार दोस्रो हार। महिला टी20 विश्वकप ग्लोबल छनौटमा नेदरल्यान्डसँग नेपाल 2 रनले पराजित। आइसिसीको अल्टिमेटम बङ्गलादेशद्वारा अस्वीकार, भारतमा खेल्दैनौ बरु विश्वकप नै छुटोस्। प्रेममा धोका बलात्कार नहुने भन्दै दिल्ली उच्च अदालतद्वारा मुद्दा खारेज। अमेरिकी राष्ट्रपति ट्रम्पले ल्याए युद्ध सुल्झाउने बोर्ड, युरोपेली सहयोग अनुपस्थित। अस्ट्रेलियामा फेरि गोली चलो, 3 जनाको मृत्यु। अमेरिका र डेनमार्क बीच सन् 1951 को ग्रिनल्यान्ड सम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता हुने। स्पेनमा रेल चालकहरूले गरे देशव्यापी हडतालको घोषणा। मडेइरामा रोनाल्डोको शालिगमा आगजनी। हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा के हो भारतमा देखिएको निपा भाइरस, यस्तो छ लक्षण र रोकथामको उपाय लगायत देश विदेशका 35 महत्त्वपूर्ण समाचारहरूको विवरण लिएर आएका छौँ। हाम्रो भिडियो सामग्रीहरू अन्तिमसम्म हेरिदिनुहोला। शुभ प्रभात। इनसाइड नेपाल न्यूजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म पुष्प दाहाल। आज मिति 2082 साल माघ महिनाको 9 गते शुक्रबार, ईस्वी सम्वत जनवरी 23, 2026। आज माघ शुक्ल पक्ष पञ्चमी तिथि। आज वसन्त पञ्चमी व्रत, सरस्वती पूजा, शिक्षण संस्था बिदा। दर्शकबिन सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईँ माझ उपस्थित भइसकेका छौँ। तपाईँले हाम्रो न्यूज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो गाउँ ठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनुहोला। प्रस्तुत गरेको समाचार सामग्री मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। आउनुहोस् आजको समाचार सुरु गरौँ। आज वसन्त पञ्चमी सम्बन्धी प्रसङ्गबाट। माघ शुक्ल पञ्चमीका दिन मनाइने श्री पञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरी मनाइँदैछ। चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, बागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्छन्। विद्या र सृजनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आफ्नो कला साधनाका वस्तु, कलम, कापी, कुची र वाद्य यन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्ने गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारा देवीका रूपमा पनि मान्छन्। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। ऋग्वेदमा बाघ देवीका नामले प्रसिद्ध पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र समृद्धि
प्राप्त हुने उल्लेख छ। यसै कारणले सरस्वती पूजालाई ठूलो महत्त्व दिइन्छ। आजको दिन सरस्वतीको पूजा गरी विद्या आरम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेको छ। आजको दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेल विवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न सायद हेर्नु पर्दैन भन्ने मान्यता छ। यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कार्य यस पर्वमा गरिँदैन। यस दिन बालबालिकालाई शिक्षा आरम्भ गराउने र नाक कान छेड्ने पनि शुभ दिन मानिन्छ। उपत्यकाका स्वयम्भू, मैतीदेवी र गौरीधारा स्थित नील सरस्वती, ललितपुरको लेले लगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरहरूमा बिहानैदेखि पूजा आराधना गर्न भक्तजन खास गरी छात्र छात्राको घुइँचो लाग्ने गर्छ। सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद 20 दिन थप गर्ने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद 20 दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभएको छ। आयोगको म्याद दोस्रो पटक थपिएको हो। यसअघि पौष 3 गते बसेको मन्त्री परिषद बैठकले 1 महिना थपेको थियो। सरकारले गत असोज 5 गते जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न 3 सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। पूर्व न्यायाधीश कार्की नेतृत्वको आयोगमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद विश्वेश्वर प्रसाद भण्डारी सदस्य छन्। उक्त आयोगको कार्यकाल सुरुमा 3 महिना तोकिएको थियो। निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेद्वार रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेको छ। बिहिबार साँझ आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको निर्णय सुनाएको हो। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 मा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी विरुद्ध परेको उजुरीमा उजुरी कायम हुने गरी उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयबाट निर्णय भएको छ। त्यस्तै आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको विरुद्धमा परेको उजुरी उप निर्वाचन अधिकृतका कार्यालयहरूबाट निर्णय भए बमोजिम 4 वटा उजुरीहरू खारेज भएको उहाँले जानकारी दिनुभयो। यदि आफूले दिएको उम्मेदवारी फिर्ता लिन चाहे शुक्रबार उम्मेदवारले नाम फिर्ता लिन सक्ने उहाँले बताउनु भएको छ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर माघ 6 गते उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ, जसमा 5 जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो। भक्तपुर 2 मा 2 वटा, सुनसरी 2, रौतहट 1, कैलाली 1 मा भने 1-1 वटा उजुरीहरू परेका थिए, जसमध्ये रेशमलाल सहित 4 जनाको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ। आज नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने पनि आयोगले जनाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली क्षेत्र नम्बर 1 मा उम्मेदवारी दर्ता गराउनु भएका रेशमलाल चौधरीको मनोनयन बिहिबार खारेज भयो। निर्वाचन अधिकृतको कार्यालय कैलाली 1 का अनुसार प्रचलित निर्वाचन कानून र निर्देशिकाले तोकेको मापदण्ड पूरा नभएको भन्दै चौधरीको उम्मेदवारी खारेज गरिएको हो। निर्वाचन अधिकृत देवराज भारतीले चौधरी उम्मेदवार बन्न कानूनी रूपमा अयोग्य ठहरिएकाले उहाँको मनोनयन कायम राख्न नसकिएको प्रश्न पार्नु भएको छ। निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गर्नुका पछाडि मुख्य 3 वटा कानूनी आधारहरू प्रस्तुत गरेको छ। रेशम चौधरी विक्रम सम्वत 2072 मा भएको टिकापुर घटनामा मुख्य दोषी ठहर भई अदालतबाट जन्मकैदको सजाय पाएका व्यक्ति हुनुहुन्छ। यद्यपि उहाँले राष्ट्रपतिबाट आम माफी पाउनु भएको थियो, तर अदालतको फैसला बदर नभएको र दोषी ठहर भएको अवस्था कायमै रहेकाले उहाँ उम्मेदवार बन्न अयोग्य हुनुभएको छ। त्यस्तै गरी मुलुकी फौजदारी अपराध संहिता 2074 को दफा 159 को उपदफा 10 ले गम्भीर प्रकृतिका फौजदारी कसुरमा दोषी ठहर भई सजाय पाएका व्यक्तिहरूलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न रोक लगाएको छ। सोही कानूनी व्यवस्थाका कारण उहाँको उम्मेदवारी खारेज भएको हो। यसअघि विक्रम सम्वत 2080 साल फागुन 24 गते निर्वाचन आयोगले चौधरीलाई राजनैतिक दलको सदस्य बन्न समेत अयोग्य रहेको निष्कर्ष गरेको थियो। आयोगको उक्त निर्णयलाई समेत आधार मान्दै निर्वाचन अधिकृतको कार्यालयले उहाँको उम्मेदवारी खारेज गरेको हो। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको आह्वान गरेको छ। पार्टी कार्यालयका सचिव प्रकाश शर्माले सूचना निकालेर आज दिउँसो 1 बजे केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी गराउनु भएको हो। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति र प्रदेश कार्यसमिति सभापतिलाई बैठकका लागि बोलाइएको हो। पौष 30 गते विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा कांग्रेसको नयाँ कार्यसमिति चयन भएको थियो। साथै सभापति थापा सहित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ। त्यसपछि उक्त कार्यसमितिको केन्द्रीय कार्यालयमा पहिलो बैठक पनि आज बस्दैछ। यसअघि केन्द्रीय समिति कोपण्डोल नयाँ बानेश्वरमा बसेको थियो। आजको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्री उम्मेदवारमा सभापति गगन थापालाई घोषणा गरी जाने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिएका छन्। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सभापति थापा सर्लाही 4 बाट उम्मेदवार बन्नु भएको छ। सर्लाही 4 फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा आएको छ। 2079 को प्रतिनिधि सभा निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा र विद्रोही उम्मेदवारका कारण चर्चामा रहेको उक्त क्षेत्र यसपटक कांग्रेस सभापति गगन थापाको आगमनसँगै बहस र चर्चाको केन्द्रमा छ। कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकबाट थापालाई आधिकारिक प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अगाडि सार्ने तयारी छ। भावी प्रधानमन्त्रीका रूपमा थापाको उम्मेदवारी उक्त क्षेत्रबाट दर्ता भएपछि झापा 5 पछि सर्लाही 4 देशकै सबैभन्दा चासोको केन्द्र बन्न पुगेको छ। 2079 मा सर्लाही 4 मा प्रत्यक्ष क्षेत्रफल मत अत्यन्तै विभाजित भएको
भएको थियो। स्वतन्त्र उम्मेद्वार अमरेश कुमार सिंहले 20,017 मतसहित निर्वाचित हुनुभएको थियो। कांग्रेसका नागेन्द्र कुमारले 18,225 मत पाउनुभयो भने तत्कालीन माओवादी केन्द्रका नेता रहनुभएका शिवपूजन रायले टिकट नपाएपछि छोरी मधुमाला कुमारी यादवलाई उम्मेद्वार बनाउँदा उहाँले 14,622 मत प्राप्त गर्नुभएको थियो। जसपा नेपालका राजेश कुमार मिश्रले 5,813, बहुजन एकता पार्टी नेपालका राजाराम पासवानले 5,158 मत ल्याएका थिए। जनमत पार्टीका रामबाबु रायले 3,429 मत मात्रै प्राप्त गर्नुभएको थियो। कांग्रेसबाट टिकट नपाएपछि सिंह स्वतन्त्र रूपमा उम्मेद्वार बन्नुभएको थियो। यसपटक सिंह राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार हुनुभएको छ। त्यतिबेला कांग्रेस, तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एउटै गठबन्धनमा थिए। एमाले र जसपा नेपालको अर्को गठबन्धन थियो। एमाले जसपा नेपालका उम्मेद्वारलाई सघाएको थियो। माओवादी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले कांग्रेसका उम्मेद्वारलाई सघाएका थिए। यसपटक एमाले अमोनित कुमार यादवलाई उम्मेद्वार बनाएको छ भने नेकपाले डाक्टर रजनीश राय यादवलाई अगाडि सारेको छ। दुवै दलले युवा उम्मेद्वार दिएर परिवर्तनको सन्देश दिन खोजेका छन्। समानुपातिक तर्फ भने कांग्रेसले उक्त क्षेत्रमा 16,029 मतसहित पहिलो स्थान प्राप्त गरेको थियो। जनमत पार्टी 12,595 सहित दोस्रो र तत्कालीन माओवादी केन्द्रको 9,790 मत प्राप्त भएको थियो। त्यस्तै गरी एमाले 9,471 मत ल्याएको थियो। यसले गर्दा यस क्षेत्रको मतदाता कुनै एक दलप्रति स्थायी नभएको प्रत्यक्ष देखाउँछ। यसले गर्दा पनि उक्त क्षेत्रको मतदाता कुनै एक दलप्रति स्थायी नभएको विगतले देखाएको छ। छिमेकी मुलुक भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। भारतको पश्चिम बंगालमा केही साता अघि निपा भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा स्थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले हवाई तथा स्थल नाकामा स्थापना गरिएका हेल्थ डेस्क मार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको जानकारी दिनुभयो। केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपा भाइरसको संक्रमण देखा परिसकेपछि हामीले हाम्रा सम्पूर्ण हवाई तथा स्थल नाका मार्फत नेपाल भित्रिने व्यक्तिहरूलाई पनि निगरानी गर्न सुरु गरेका छौं। त्यसैगरी हामीसँग स्थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरूले संक्रमणको लक्षण भएका बिरामीहरूलाई निगरानीमा राख्ने काम गर्नुभएको छ उहाँले भन्नुभयो। प्रवक्ता बुढाथोकीले निपा भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिनुभएको छ। निपा भाइरस चमेरु, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राख्दै रोकथामका उपाय अपनाइएको उहाँले बताउनु भएको छ। सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदी खोला किनारमा थप 20 मिटर संरचना बनाउन नपाउने मापदण्डको फैसला उल्टाएसँगै काठमाडौँ महानगरपालिकाले पनि रोकका फुकुवा गरेको छ। बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले नदी किनारमा थप 20 मिटर दायाँ बायाँ संरचना बनाउनमा रोक नलगाउने बताएको छ। सम्मानित सर्वोच्च अदालतको संयुक्त इजलासले 2082 माघ 4 गते गरेको आदेशका आधारमा कुनै पनि व्यक्तिको निजी जग्गामा भवन निर्माण गर्न अनुमतिमा रोक नलगाइने र निर्माण भइरहेको संरचनामा समेत रोकका नराखिने सम्बन्ध सरकारवालामा यो सार्वजनिक सूचना मार्फत जानकारी गराइन्छ। सूचनामा भनिएको छ काठमाडौँ उपत्यकाका नदी खोला किनारका हकमा 2065 मङ्सिर 1 गते मन्त्री परिषदले 20 मिटरसम्मको मापदण्ड कायम गरेको थियो। सर्वोच्च अदालतले 2080 पौष 3 गते बागमती, विष्णुमती लगायतका नदी खोलामा बढ्दो प्रदूषण र अतिक्रमण हटाउन भन्दै पुरानो मापदण्डका अतिरिक्त थप 20 मिटर मापदण्ड तोक्ने गरी परमादेश जारी गरेको थियो। त्यसपछि जनहित संरक्षण मञ्चको तर्फबाट अधिवक्ता प्रकाशमणि शर्माले काठमाडौँ महानगरपालिका समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। उक्त रिटमा सर्वोच्चकै फैसलालाई पुनर्विचार गर्न भनिएको थियो। सर्वोच्चकै अघिल्लो फैसलालाई आधार मान्दै 2081 साल साउन 24 गते तत्कालीन मेयर बालेन शाहले संरचना निर्माण गर्न रोक लगाउने निर्णय गर्नुभएको थियो। त्यसैको पुनर्विचार गर्न माग गरिएको रिटमा माघ 4 गते सर्वोच्च अदालतका न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र निरवध्वज निरौलाको संयुक्त इजलासले पहिलेको आदेशको केही विषय उल्ट्याउने आदेश दिएको थियो। यसरी अघिल्लो फैसलाको केही उल्ट्याउने आदेशसँगै नदी खोला किनारमा 2065 सालको मापदण्ड अनुसार 20 मिटरको मापदण्ड लागू भएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई माघ 25 गतेदेखि फिल्डमा खटाइने भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल APF मातहत परिचालन हुने गरी छनौट हुन लागेका निर्वाचन प्रहरीलाई 15 माघमा नियुक्ति पत्र दिएर 10 दिनसम्म आधारभूत तालिम र त्यसको 10 दिनपछि 25 माघदेखि तोकिएको कार्यक्षेत्रमा खटाउन लागि हो। 21 फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ 110 र प्रत्यक्ष तर्फ 165 सदस्य गरी कुल 275 सिटको एकै दिन चुनाव हुँदैछ। त्यसका लागि नेपाली सेना,
नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागबाट करिब 1,88,000 जनशक्ति चुनावी सुरक्षामा खटिँदैछन्। त्यसबाहेक नेपाल प्रहरी मातहत रहने गरी 1,33,980 र सशस्त्र प्रहरी मातहत रहने गरी 15,110 गरी कुल 1,49,090 जना निर्वाचन प्रहरी चुनावी सुरक्षामा तैनाथ गर्न लागि। 25 पौषबाट 77 वटै जिल्लाका प्रहरी र सशस्त्रका युनिटहरूबाट भर्ना आवेदन खुलाइएकामा 3 मार्चसम्म करिब 2 लाख जनाले निर्वाचन प्रहरीमा आवेदन दिएकामा उनीहरूको अहिले परीक्षा सञ्चालन भइरहेको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफलेका अनुसार देशभर निर्वाचन प्रहरी छनौट कार्य चलिरहेको र केही दिनभित्रै तोकिएका कोटामा जनशक्ति छनौट हुने बताउनु भएको छ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले समानुपातिकमा कम्तीमा 35 लाख मत पाउने दावी गर्नुभएको छ। विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले पार्टी अहिले एक डिक्का भइसकेको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, प्रत्यक्षतर्फ पनि हामीले अघिल्लो निर्वाचनमा जितेका सहित 1000 भन्दा कम मतान्तरले हारेका सिटहरूमा हामीले दृष्टि पुर्याउँदा लगभग 100 सिटमा हामी जित्न सक्छौं भन्ने पूर्वानुमान गरेका छौं। उहाँले चुनावपछि संसदीय दलको नेता पार्टी सभापति गगन थापा सर्वसम्मत बन्ने पनि जिकिर गर्नुभएको छ। उहाँले भन्नुभयो, संसदीय व्यवस्था भएका मुलुकमा यो अभ्यास छ। संसदीय दलमा सर्वसहमत हुनुहुन्छ, त्यहाँ भोटिङ हुँदैन। गगन थापा सर्वसम्मत संसदीय दलको नेता बन्नुहुन्छ र भावी प्रधानमन्त्री हुनुहुन्छ। उहाँले पार्टीको 15औं महाधिवेशन वैशाखमा गर्न व्यावहारिक नहुने पनि बताउनुभयो। उहाँले 1 वर्षभन्दा बढी यसलाई लम्ब्याउन सक्दैनौं, हामी बाँधिएका छौं। संसदीय निर्वाचनको रिजल्ट आएपछि परिणाम आएर सरकार गठन गर्दा नगर्दै चैत लाग्न सक्छ। अब वैशाखमा गर्न मलाई व्यावहारिक जस्तो लाग्दैन। त्यसो भएको हुनाले आगामी पौष मसान्तभित्र हामीले महाधिवेशन गरिसक्नुपर्छ उहाँले बताउनुभयो। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गर्नुभएको छ। झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गर्नुभएको हो। बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोट हान्दा पनि धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने उहाँले जिकिर गर्नुभएको छ। नचिनेको मान्छेलाई 2064 सालमा मत दिँदा विकासमा पछि परेको स्मरण गर्न उहाँले आग्रह गर्नुभयो। आफूले महोत्तरी स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घर अगाडि सडक पुल निर्माण गरिदिएको, तर झापामा शाहले के गर्नु भएको छ भन्दै प्रश्न गर्नुभयो। शाहले काठमाडौँका सुकुम्बासीहरूको उठीवास गराएको देखेर झापाका सुकुम्बासीहरूले आफूलाई झापाबाट पनि भगाउने हुन् कि भन्ने डर पैदा भएको गुनासो गरेको पनि बताउनुभयो। हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभई स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनु पर्ने उहाँले बताउनु भएको छ। उहाँले नेकपा एमाले बहुमत ल्याउन, सांसद बन्न, मन्त्री प्रधानमन्त्री बन्नका लागि मात्रै नभई देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्नका लागि र संविधानलाई लयमा ल्याउनका लागि संघर्ष गरिरहेको स्पष्ट पार्नुभयो। अध्यक्ष ओलीले बालेन्द्र शाह उम्मेदवार मात्रै भएको बताउनु भएको छ। सामाजिक सञ्जालको तुवालोले फिजाएको भ्रमबाट मुक्त हुन पनि उहाँले आफ्ना मतदातालाई आग्रह समेत गर्नुभयो। आजदेखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जानकारी दिएको छ। मौसम पूर्वानुमान शाखाले आज रातिदेखि शनिबार बेलुकासम्म मुलुकका पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, बिहानमा विशेष गरेर सुदूरपश्चिम, त्यस्तै कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जनाएको छ। न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै शाखाका वरिष्ठ मौसमविद वरुण पौडेलले वर्षासँगै उच्च हिमाली भूभागमा मध्यम हिमपात हुने सम्भावना रहेको समेत बताउनु भएको छ। उहाँले वर्षा मध्यम खालको हुने र त्यो शनिबार बेलुकासम्म मात्रै रहने स्पष्ट पनि पार्नुभयो। शाखाका अनुसार माघ 13 गते मंगलबार रातिदेखि फेरि हल्का वर्षाको सम्भावना रहेको छ। मंगलबार रातिदेखि बुधबारसम्म हल्का वर्षा हुने र उच्च हिमाली भागमा मध्यम खालको हिमपातको पनि सम्भावना रहेको वरिष्ठ मौसमविद पौडेलले बताउनुभयो। यसअघि गत साता पूर्वी नेपालका ताप्लेजुङ लगायतका जिल्लाहरूमा हल्का वर्षा भएको र उच्च हिमाली भूभागहरूमा हिमपात भएको थिएन। हाल देशभर मौसम मुख्यतया सफा रहे पनि तराईका केही भूभागमा हुस्सो र कुहिरो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र यो प्रणालीले हालको सुक्खा र धुलोयुक्त वातावरणमा केही राहत दिन सक्ने विज्ञहरूले बताएका छन्। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकै गर्दा मोरङ निर्वाचन क्षेत्र नम्बर 3 मा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर सुनिल कुमार शर्माले घर दैलो अभियानलाई तीव्रता दिनुभएको छ। डाक्टर शर्माले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदाता भेटघाट तथा घर दैलो कार्यक्रमलाई निरन्तरता दिइरहनु भएको हो। नेपाली कांग्रेसबाट एकल सिफारिस भई टिकट प्राप्त गर्नुभएका डाक्टर शर्मा डाक्टर शेखर कोइराला समूहका नेता मानिनुहुन्छ। यसअघि 2079 को निर्वाचनमा पनि उक्त क्षेत्रबाट विजयी हुनुभएका उहाँ यसपटक पनि मतदाताको साथ र विश्वासमा निर्भर रहेको बताउनुहुन्छ। निर्वाचन क्षेत्रका मतदाताहरूले डाक्टर शर्माको विगतको योगदानको प्रशंसा गर्दै उक्त क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् भने गरिब तथा दुखी परिवारलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गरेर जनताको मन जितेको बताइएको छ। डाक्टर शर्माले पनि मोरङ क्षेत्र नम्बर 3 लाई आफ्नो राजनीतिक क्षेत्र मात्र नभई परिवारको रूपमा लिएको बताउँदै आउनु भएको छ।
नेपाली कांग्रेसका बझाङ प्रतिनिधि सभा उम्मेद्वार प्रकाश रसाइली स्नेहीलाई निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा जोड दिन सुझाव दिएको छ। नेपाल विद्यार्थी संघ बझाङका नेता कार्यकर्ताहरूले निर्वाचनमा विजयी हुनका लागि सूचना प्रविधिको प्रभावकारी परिचालनमा जोड दिनुपर्ने, पार्टीभित्र एकताको सन्देश प्रवाह गरिनुपर्ने लगायतका सुझावहरू दिएका छन्। कांग्रेसका सहमहामन्त्री समेत रहनुभएका स्नेहीलाई जातीय नारभन्दा माथि उठेर विकास र समृद्धिको एजेन्डामा केन्द्रित हुनुपर्ने आग्रह गरिएको नैवी संघ बझाङले जानकारी दिएको छ। निर्वाचनको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यकता अनुसार सम्पर्क कार्यालयहरूको स्थापना, मिडिया, सकारात्मक सन्देश दिने खालका सामग्रीहरूको उपयोग गर्नुपर्नेमा पनि उम्मेद्वार स्नेहीलाई ध्यानकर्षण गराइएको बताइएको छ। 20 लाख राशिको गोपाल कमला राज भण्डारी लोटरी अवार्डका लागि आवेदन खुला गरिएको छ। रोटरी क्लब नेपालले बिहिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सो अवार्ड प्राप्त गर्नका लागि माघ 22 गतेसम्म आवेदन पेश गर्न आह्वान गरेको हो। सो अवार्डका लागि रोटरी डिस्ट्रिक्ट कार्यालय थापाथली, रोटरी भवन र देशका विभिन्न स्थानहरूमा रहेका 136 वटा क्लबहरूबाट सो आवेदनका फारमहरू प्राप्त गर्न र बुझाउन सकिने अवार्ड समितिका प्रमुख राजेन्द्र मान सर्चनले बताउनु भएको छ। पेशा, व्यवसाय तथा उद्योगमा निरन्तरता, उत्कृष्टता प्रदान गरेको दूरदृष्टि, नवप्रवर्तन तथा सृजनशीलता, जोखिम लिन सक्ने साहस देखिएको, अरूलाई प्रेरणा वा उत्प्रेरणा देखाएको, समाजमा उदाहरणीय काम गरेका व्यक्ति सङ्घ संस्थाले उक्त अवार्डका लागि आवेदन दिन सक्छन्। सन् 2010 सालमा 10 लाखको राशिबाट सुरु गरेको उक्त अवार्ड आगामी फागुन 7 गते पोखरामा आयोजना हुने 18औं डिस्ट्रिक्ट सम्मेलनमा प्रदान गरिने रोटरी क्लबले जानकारी दिएको छ। अन्नपूर्ण गाउँपालिका कास्कीका विश्वमित्र भित्रकोटीको श्रवण शक्ति छैन। स्नातक तहमा अध्ययनरत उहाँको रुचि पर्यटनमा छ। उहाँ घुम्न रुचाउनुहुन्छ। आफू मात्रै होइन, विदेशबाट आएका पर्यटकलाई पनि घुमाउने उहाँको रहर छ। केही वर्ष अघि उहाँले आफ्नै गाउँ घान्द्रुकमा अमेरिका र युरोपबाट आएका पर्यटकलाई गाइड गर्नुभयो। तर आफू कान नसुन्ने भएकाले कान सुन्ने पर्यटकलाई गाइड गर्न सहज भएन। अर्कोतर्फ पर्यटक गाइडको अनुमति पत्र पनि थिएन, त्यसैले कामलाई निरन्तरता दिन सकिन उहाँ भन्नुहुन्छ। तर पर्यटक गाइड बन्ने रहर भने जीवितै थियो। अहिले उहाँले 35 दिने पर्यटक गाइडको तालिम सकेर अनुमति प्राप्त पनि गर्नु भएको छ। उहाँको रहरलाई नेपाल पर्यटन बोर्ड, UNDP राष्ट्रिय बहिरा महासंघले सार्थक बनाइदिएको छ। नेपाल पर्यटन बोर्ड, UNDP नेपालको सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाले नेपाल एकाडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट र राष्ट्रिय बहिरा महासंघको सहकार्यमा नेपालमै पहिलो पटक बहिरा व्यक्तिहरूका लागि ट्रेकिङ गाइड तालिम सञ्चालन गरेको हो। तालिम बिनाको पर्यटक गाइड र तालिम पछिको अवस्था तुलना गर्दै उहाँले भन्नुभयो, धेरै कुरा सिक्ने मौका पाएको छु र मेरो क्षमता पनि वृद्धि भएको छ। तालिममा 5000 उचाइसम्म हिमाली भेगको ट्रेकिङ गाइडको बारेमा सम्पूर्ण जानकारी पाएपछि अब उहाँलाई 8000 मिटर उचाइसम्मकै गाइड लाइन बारे पनि बुझ्न मन लागेको छ। काठमाडौँको टेकुका रविता देउला स्नातक तह 4औं वर्षमा अध्ययनरत हुनुहुन्छ। उहाँ सांकेतिक भाषा सिकाउने काम पनि गर्नुहुन्छ। नयाँ नयाँ कुरा सिक्न र जान्न मन पराउने उहाँले गत महिना ट्रेकिङ गाइड सम्बन्धी तालिम लिने अवसर पाउनुभयो। तालिममा उहाँले उच्च हिमाली क्षेत्रमा आइपर्न सक्ने स्वास्थ्य समस्या र प्राथमिक उपचारको बारेमा सिक्ने अवसर पाउनुभयो। उहाँले यसअघि पनि भुटान, फिलिपिन्स तथा अन्य देशबाट आएका बहिरा पर्यटकलाई काठमाडौँका पर्यटकीय स्थल घुमाउने गर्नु भएको थियो। पर्यटक गाइड सम्बन्धी सम्पूर्ण सिप सिक्न पाएकाले तालिमले आत्मविश्वास बढाएको उहाँ बताउनुहुन्छ। तथ्याङ्क विभागका अनुसार देशभर 1,02,000 बहिरा छन्, तर महासंघले भने बहिराको संख्या 4 लाख बढिरहेको दावी गरेको छ। विश्वभर करिब 50 करोड बहिरा रहेको अनुमान गरिन्छ। दिगो पर्यटन परियोजनाका प्रवर्तक धर्मराज दवाडीले नेपाल घुम्न आएका बहिरा पर्यटकले बहिरा व्यक्ति नै ट्रेकिङ गाइड नहुँदा सञ्चारमा समस्या भएको गुनासो आएपछि आफूहरूको ध्यानकर्षण भएको बताउनुभयो। तालिमले बहिरा व्यक्तिलाई पनि ट्रेकिङ गाइडको रूपमा विकास गर्दै विश्वभर बहिरा पर्यटकलाई नेपाल भ्रमण सहज छ भन्ने सन्देश दिन खोजिएको उल्लेख गर्नु भएको छ। यसले दिगो पर्यटनमा पनि सघाउ पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीले संसद भवनमा जेनजी आन्दोलनका शहीदहरूको शालिग राख्ने विषयमा भएको प्रगतिबारे जानकारी लिनुभएको छ। प्रधानमन्त्री कार्कीले बिहिबार सिंहदरबारमा विभिन्न मन्त्री र सम्बन्धित निकायका अधिकारीहरूलाई बोलाएर निर्माणाधीन संसद भवन परिसरमा शहीदका शालिग राख्ने विषयमा छलफल गर्नुभएको हो। छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि तथा खानेपानी मन्त्री डाक्टर मदन परियार, शहरी विकास मन्त्री कुमार इङनाम, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्की, अर्थ सचिव घनश्याम उपाध्याय, शहरी विकास सचिव गोपाल सिग्देल, कानून सचिव पारासो र ढुङ्गाना लगायतको सहभागिता रहेको थियो। शहरी विकास सचिव सिग्देलले शालिग राख्नका लागि पहिचान गरिएका ठाउँ र सम्भावित डिजाइनबारे जानकारी दिँदै सुझाव तथा निर्देशनका लागि आग्रह गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले यस विषयमा ढिलो नगरी संसद भवन निर्माण सम्बन्धी योजना सञ्चालन गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिनुभएको छ।
सिन्धुली 2 मा नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएपछि संयोजक प्रचण्डले नेता हरिबोल गजुरेल, महेश्वर दाहाल लगायत नेताहरूलाई काठमाडौँ बोलाउनु भएको छ। जिल्ला कार्यदल भन्दा बाहिरबाट सिफारिस भएका लेखनाथ दाहाललाई उम्मेदवार बनाएकामा असन्तुष्ट देखिएका महेश्वरले माघ 6 गते बागी उम्मेदवार दर्ता गराउनु भएको थियो। साबिक माओवादी केन्द्रको कोशी प्रदेश इन्चार्ज समेत रहनुभएका गजुरेलकै प्रस्तावमा प्रेसिडेन्ट नेपालका संस्थापक अध्यक्ष समेत रहनुभएका महेश्वर दाहालले बागी उम्मेदवार दिएपछि विवाद चर्किएको छ। निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय आज अपराह्नसम्म तोकेको छ, तर प्रचण्डसँग असन्तुष्ट रहनुभएका गजुरेलले उम्मेदवारी फिर्ता नलिने बताइरहनु भएको छ। पछाडि हटे भिर, अगाडि हटे पहरा, हामी अप्ठ्यारोमा छौँ। जिल्ला कार्यदलले सिफारिस नै नगरेका व्यक्तिलाई नेतृत्वले उम्मेदवार बनायो। हामीसँग सल्लाह नै नगरी बाहिरका व्यक्तिलाई टिकट दिएपछि त्यसको प्रतिरोध गरेका हौँ, उहाँ भन्नुहुन्छ। गजुरेलका अनुसार सिन्धुली 2 बाट पहिलोमा प्रचण्ड, दोस्रोमा गजुरेल, तेस्रोमा पानीराज बमजन, चौथोमा महेश्वर दाहाल, पाँचौंमा अनिता राई र जेएनजीबाट सुमन राणा सिफारिस भएकोमा टिकट पाएका दाहाल क्षेत्र नम्बर 1 बाट सिफारिस भएको उहाँ बताउनुहुन्छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी फुटबाट जोगाउन आफूले मध्यमार्गी धारा अपनाएको बताउनु भएको छ। बिहिबार मोरङ क्षेत्र नम्बर 6 सुन्दर हरैचामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई जोगाउनका लागि आफूले शान्त र सम्य पक्षलाई रोजेको बताउनु भएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अगाडि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने स्पष्ट पार्नुभयो। छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनमा सहभागी नभएको विषयमा प्रस्ताउँदै भन्नुभयो, म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो, पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हुँ। विशेष महाधिवेशन पार्टीको प्रक्रिया भएको बताउँदै नेता कोइरालाले भन्नुभयो, यो पार्टीको एउटा प्रक्रिया हो। आज डिला संग्रौलाजी र म एक स्थानमा छौँ, निर्वाचन दौडमा सँगै हिँडिरहेका छौँ, त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाउँ। छलफलमा नेता कोइरालाले सो क्षेत्रको जनताको शिर राष्ट्रिय राजनीतिमा झुक्न नदिएको स्पष्ट पार्नु भएको छ। पार्टी फुटाएर हिँड्नुभन्दा पनि पार्टीलाई जोडेर निकास दिनु नै अहिलेको उत्तम विकल्प भएको उहाँको भनाइरहेको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दाको अभियोग लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्द प्रसाद भण्डारीलाई साधारण तारिखमा छाड्ने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त राहुल र डेली रत्न श्रेष्ठको इजलासले बिहिबार तत्कालीन निर्देशक भण्डारीलाई साधारण तारिखमा छाड्ने आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मङ्सिर 21 गते भण्डारीलाई 8 अर्ब 36 करोड 73,55,297 रुपियाँको बिको दाबी माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले प्राधिकरणका तत्कालीन निर्देशक भण्डारी सहित 55 जना विरुद्ध विपक्षी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाको हिमाली क्षेत्रमा आउजाउ नगर्न आग्रह गरेको छ। बिहिबार सार्वजनिक सूचना जारी गरी उच्च हिमाली भेगमा हिमपातको सम्भावना भएकाले आउजाउ नगर्न भनेको हो। जिल्लाको नाम्खा गाउँपालिका 6 को लिमी क्षेत्रमा पर्ने न्यालु लेक, लिमी लाप्चा र नारा लेकमा आउजाउ नगर्न प्रशासनले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले हिमपातको पूर्वानुमान गर्दै सूचना जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय हुम्लाले सचेत गराएको हो। हिमपात हुने सम्भावना भएपछि उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध पनि गरेको छ। वर्ल्ड इकोनोमी फोरमले स्विजरल्यान्डको डाभोसमा आयोजना गरेको वार्षिक समारोहमा नेपालका महेन्द्र पाण्डेले प्रवासी श्रमिकले झेलिरहेको समस्याबारे आफ्नो प्रस्तुति दिनुभएको छ। विश्वभरिका राजनैतिक तथा आर्थिक क्षेत्रका नेताहरू सहभागी उक्त फोरममा पाण्डेले आफ्नो किशोरकालीन श्रमिक अनुभव सुनाउनुभयो। संयुक्त राज्य अमेरिका मुख्यालय रहेको ह्युम्यानिटी युनाइटेडको ह्युमन ट्राफिकिङ निर्देशकका रूपमा विश्वभरका प्रवासी मजदुरका मुद्दा हेरिरहनुभएका पाण्डेले तथ्याङ्क सङ्कलन तथा प्रशोधनले श्रमिकहरूको वास्तविकता झल्काउन सक्नुपर्ने बताउनु भएको छ। म 20 वर्षको नपुग्दै म साउदी अरेबियामा प्रवासी श्रमिकको रूपमा पुगे। अरू प्रवासी कामदारहरूको पनि मेरो जस्तै कथा होला, पाण्डेले फोरममा भन्नुभयो। हामी तथ्याङ्क र एआई को दुनियाँको कुरा गर्दा गर्दै हामीले प्रवासी कामदारको तथ्याङ्कका बारेमा मात्रै भनिरहेका हुँदैनौँ, उनीहरूको संख्या र अरू तथ्याङ्कसँग विभिन्न कथाहरू पनि जोडिएका हुन्छन्। श्रमिकलाई समावेश नगराई गरिने प्रविधि विकासले वास्तविक यथार्थ बाहिर नआउने उहाँले बताउनु भएको छ। सरकार, निजी क्षेत्र र श्रमिकका बीचमा विश्वासको वातावरण बनाउनका लागि नीति बनाउनु पर्ने पाण्डेले बताउनुभयो। कतिपय श्रमिकहरूको अकारण पासपोर्ट खोसिन्छ, तलब समयमा दिइँदैन। म आफैले नेपाली रुपियाँ 50,000 बिना कारण तिर्नु परेको थियो, उहाँले सुनाउनुभयो। यी सबैका वास्तविक कथाहरू बाहिर ल्याउनका लागि डाटा पार्टनरशिप सिस्टम निर्माण गर्न सकिन्छ। यस्तो गर्न सकियो भने मजदुर शोषण न्यून गर्न ठूलो योगदान पुग्छ। 45 डिग्री भन्दा माथिको तापक्रममा मजदुरले काम गरिरहे पनि त्यसको वास्तविक कथा अझै बाहिर नआएको, उनीहरूका पीडा र उनीहरूले खेपेका अत्याचारलाई सुन्ने धैर्य हुनुपर्नेमा पाण्डेले जोड दिनु भएको छ। विदेशमा काम गर्न जाने मध्ये पढ्न नजान्ने श्रमिकहरू अझै पनि थुप्रै रहेको साइबर
परिवार तथ्याङ्कमा ती सबै समेटिन असम्भव भइरहेको पाण्डे बताउनुहुन्छ। उनीहरू आफ्ना दुःख खुशी र अरू सङ्घर्षका कथाहरू ल्याउन आफै सक्षम नभएकाले तिनको आवाज सुनिनु चुनौतीपूर्ण तर आवश्यक रहेको उहाँले जोड दिनु भएको छ। 27 देश समितिको ग्लोबल साउथमा घरेलु श्रमिक, कम आय भएका श्रमिकहरू, महिलाहरू, अफ्रिका क्षेत्रका मजदुरका कथाहरू दर्दनाक रहेकाले उनीहरूको वास्तविक समस्या समाधान गर्न तयार हुनुपर्ने पाण्डेले बताउनु भएको छ। पाण्डेले आफ्नो प्रस्तुतिका क्रममा उठाएका प्रश्नहरूमा विश्वस्तरीय खेल रङ्गशाला, डिज्नील्यान्ड बनाउने आर्थिक स्रोतका बारेमा ठूलो बहस हुन्छ, तर त्यस्तै स्रोत किन प्रवासी मजदुरको न्यायका लागि खर्च हुँदैन भनेर प्रश्न उठाउनु भएको छ। पाण्डेले जीडीपी, ठूलो टावर निर्माण लगायत कुरा गर्नेले प्रवासी मजदुरले खेपेको शोषण बुझ्नु पर्नेमा जोड दिनुभयो। उनीहरूका खोसिएका पासपोर्ट, उनीहरूले खेपेको दुःखको कुरा नगर्ने हो भने केवल सुन्दरताभित्र भुल्ने बहानामा अँध्यारो हेर्न छुटाइने पाण्डेले चेतावनी दिनुभयो। विश्वभरिका श्रमिकका अधिकारका लागि निरन्तर पैरवी गर्दै आउनुभएका पाण्डेलाई आफ्नो योगदानका लागि अनलाइन खबरले यस वर्षको 40 वर्ष मुनिका 40 युवाको सूचीमा समावेश गरेको छ। पाण्डेले डाभोसमा अमेरिकी पूर्व उपराष्ट्रपति अल गोर, बेलायती पूर्व प्रधानमन्त्री टेरेसा मे, फिफाका पूर्व प्रमुख सेफ ब्लाडर लगायतसँग संवाद पनि गर्नु भएको छ। नेपालका लागि भारतीय कार्यवाहक राजदूत डाक्टर राकेश पाण्डेले मंगलबार 61 थान डबल क्याब पिकअप सवारी साधन र अन्य सामग्री नेपाललाई हस्तान्तरण गरे। यी सवारी साधन प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका निम्ति उपहार स्वरूप उपलब्ध गराइएको हो। ती गाडी गृहमन्त्री ओमप्रकाश रियालको रोहबरमा बुझिएको छ। भारतले यो निर्वाचनमा 650 थान सवारी साधन नेपाललाई उपहार स्वरूप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। पहिलो खेपमा 61 थान हस्तान्तरण भएको छ। केही दिनभित्र भारतले बाँकी 589 थान सवारी साधन पनि उपलब्ध गराउनेछ। यी सवारी साधन नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन आयोग लगायतले प्रयोग गर्नेछन्। त्यसो त भारतले निर्वाचनका निम्ति सवारी साधन उपलब्ध गराएको यो पहिलो पटक भने होइन। यसअघिका निर्वाचनहरूमा पनि भारतले नेपाललाई उपहार स्वरूप सवारी साधन उपलब्ध गराएको थियो। यसको सुरुवात 2064 सालको निर्वाचनबाट भएको हो। काठमाडौँ स्थित भारतीय दूतावासको तथ्याङ्क अनुसार 2064 साल यताका निर्वाचनमा भारतले लगभग 2400 सवारी साधन उपलब्ध गराइसकेको छ। यसपालि प्राप्त हुने सवारी साधनको संख्या यसमा जोडिएको छैन। यो पनि जोड्ने हो भने 3000 हाराहारीमा पुग्छ। नेपालले पनि हरेक निर्वाचनमा भारतसँग सवारी साधन माग्दै आएको छ। हरेक निर्वाचनमा सवारी साधन भारतबाट आउँछन् र फेरि पनि अर्को निर्वाचनमा सवारी साधन माग्न छाडिँदैन। निर्वाचनका निम्ति भित्रिएका सवारी साधन कहाँ जान्छन्? किन प्रत्येक निर्वाचनको मिति घोषणासँगै अरबौं रुपियाँ पर्ने 100औं सवारी साधनको माग हुन्छ? भारतले दिएका सवारी साधन कहाँ जान्छन् र पटक पटक मागिरहनु पर्छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बाह्रखरीसँग भन्नुभयो, निर्वाचन प्रयोजनका लागि उपहार स्वरूप प्राप्त सवारी साधन निर्वाचन सकिएपछि सुरक्षा निकायले प्रयोग गर्ने गर्छन्। उहाँका अनुसार नेपालका सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागले आफ्नो नियमित बजेटबाट आवश्यक सवारी साधन खरिद नगरेको धेरै भयो। यो बजेट अभावकै कारण हो। नेपालको मागपछि भारतले पहिलो पटक निर्वाचन प्रयोजनका लागि 2064 साल माघ 11 गते नेपाललाई सवारी साधन उपलब्ध गराएको थियो। त्यतिबेला 1200 वटा फोर व्हील सवारी साधन भित्रिएका थिए, जसको मूल्य 2 अर्ब 56 करोड पर्थ्यो। त्यस अतिरिक्त निर्वाचन आयोगलाई 2064 सालमा भारतले 80 वटा सवारी साधन सहयोग स्वरूप उपलब्ध गराएको थियो। त्यसअघि भारतले राष्ट्रसँगै मिसन अनमिनलाई 87 वटा सवारी साधन उपलब्ध गराएको थियो। पहिलो संविधान सभा असफल भएपछि 2070 मङ्सिर 4 गते दोस्रो संविधान सभा निर्वाचन भएको थियो। उक्त निर्वाचनमा पनि 100औं गाडी माग गरिएका थिए। भारतले दोस्रो संविधान सभाका बेला गृह मन्त्रालयले 716 र निर्वाचन आयोगले 48 वटा सवारी साधन बुझेका थिए, जसमा 450 वटा डबल क्याब पिकअप, 135 वटा जीप, 30 वटा कार, 75 वटा ट्रक, 10 वटा पानी ट्याङ्कर र 16 वटा बस थिए। भारतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि सवारी साधन उपलब्ध गराएको देखिन्छ। 2071 साल चैत्र 27 गते भारतले आयोगलाई 35 वटा गाडी दिएको थियो। 2074 सालको निर्वाचनमा भारतबाट 59 वटा गाडी आएका थिए। त्यस्तै 2079 मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भारतले नेपाललाई 200 वटा सवारी साधन दिएको थियो। ती मध्ये 120 वटा सुरक्षा निकाय र 80 वटा निर्वाचन आयोगलाई दिएको थियो। भारतले हालसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै 2000, नेपाली सेना र निर्वाचन आयोगलाई 400 वटा सवारी साधन उपलब्ध गराइसकेको छ। गृह मन्त्रालयका अनुसार 2064 सालमा भित्रिएका साधन चालु अवस्थामा छैनन्। 2070 सालमा भित्रिएका गाडी पनि चल्दैनन्। ती चलिरहेका गाडी पनि पुराना भइसकेका छन्। त्यसैकारण निर्वाचनको मुखमा भारतसँग सवारी साधन माग्ने गरिन्छ। गृह मन्त्रालयका प्रवक्ता काफ्लेले भन्नुभयो, जेनजी प्रदर्शनका क्रममा धेरै सवारी साधन जले, यसले जन सवारी साधनको अभाव बढेको छ। गाडी व्यक्तिगत रूपमा चलाउँदा 15-20 वर्ष आयु हुन्छ। कारले प्रयोजनका लागि चलाउँदा गाडीको आयु त्यो भन्दा पनि कम हुन्छ। त्यसैले पहिलेका निर्वाचनमा ल्याएका धेरै सवारी साधन काम दिने खालका छैनन्। सशस्त्र प्रहरी बलले 5 वर्ष अघि आफ्नो नियमित बजेटबाट 20-25 वटा सवारी साधन खरिद गरेको थियो। त्यसपछि खरिद भएका छैनन्। सरकारले मितव्ययी हुने नीति लिएको छ। यसले गर्दा सुरक्षा
सुरक्षा निकाय सवारी साधन नियमित बजेटबाट खरिद गर्न सकेका छैनन्, गृह प्रवक्ता काफ्लेले बताउनुहुन्छ। जेन्जी प्रदर्शनमा धेरै सुरक्षा निकायका धेरै सवारी साधनमा आगजनी भएपछि निकै अप्ठ्यारो परेको छ। त्यसै कारण सवारी साधनको सहारै नै अभाव भएपछि चालु आर्थिक वर्षमा नियमित र थप बजेटबाट सुरक्षा निकायलाई 377 वटा सवारी साधन खरिद गर्न लागि छ। यी सवारी साधन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई खरिद गर्न लागि काफले बताउनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने विरुद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग संशोधन विवादमा बिहिबार सुनवाईका निम्ति पेशी तय गरिए पनि हेर्न नमिल्ने भएको छ। महान्यायाधिवक्ता कार्यालयले मुद्दा संशोधनका निम्ति गरेको निर्णय अवैध रहेको दाबीसहित सर्वोच्च अदालतमा भिन्दै 3वटा रिट दायर गरिएको थियो। बिहिबार सर्वोच्चका न्यायाधीश द्वय मनोज कुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनवाईका निम्ति पेशी तोकिएको थियो। ती रिट हेर्न नमिल्ने भएको सर्वोच्चको पेशी सूचीमा जनाइएको छ। लामिछानेको मुद्दा संशोधन प्रकरणमा सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले महान्यायाधिवक्तासँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका निम्ति छलफलमा डाकेको थियो। लामिछाने विरुद्धका सम्पत्ति शुद्धिकरण र संगठित अपराध अभियोग संशोधन निर्णय रोक्न माग राखेर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सिन्धुलीका युवराज पौडेल सफल र कानूनका विद्यार्थी आयुष बडाल लगायतले सर्वोच्चमा रिट दिएका थिए। नेपालले पहिलो पटक व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय बजारमा कार्बन बिक्री गर्ने सम्झौता गर्न लागेको छ। नेपाल सरकार र अमेरिकी गैर नाफामूलक संस्था इमर्जेन्ट फरेस्ट फाइनान्स एक्सेलिरेटर कर्पोरेट बीच नेपालले वन संरक्षण गरे बापत कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता हुन लागेको हो। वन मन्त्रालय स्रोतका अनुसार आज दुई पक्षबीच सम्झौतामा हस्ताक्षर हुनेछ। इमर्जेन्ट कार्बन व्यापारका लागि अमेरिका, बेलायत, नर्वे र दक्षिण कोरिया मिलेर बनाएको एउटा गैर नाफामूलक संस्था हो। यसमा अमेजन, गुगल र युनिलिभर जस्ता ठूला निजी कम्पनीहरू पनि आबद्ध छन्। यी देश र कम्पनीले वन संरक्षण गर्ने देशका लागि कार्बन क्रेडिट खरिद गर्ने कोष व्यवस्था गर्छन्। इमर्जेन्टसँग गरिने उत्सर्जन कटौती खरिद सम्झौता ERPA-लाई हालै मन्त्री परिषदले स्वीकृति प्रदान गरेको थियो। यो सम्झौतापछि नेपाललाई आफ्नो वन संरक्षण बापत प्राप्त हुने कार्बन क्रेडिट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने बाटो खुलेको छ। सम्झौता अन्तर्गत नेपालले सुरुमा 10 लाख कार्बन क्रेडिट बिक्री गर्ने सुनिश्चित भएको छ। यसबाहेक खरिद गर्दा इमर्जेन्टले भविष्यमा थप 30 लाख क्रेडिटसम्म खरिद गर्न सक्ने विकल्प समेत सम्झौतामा राखिएको छ। यसरी हेर्दा नेपालले कुल 40 लाख टन कार्बन उत्सर्जन कटौती बिक्री गर्न सक्ने गरी सम्झौता हुन लागेको हो। वन मन्त्रालय स्रोतका अनुसार नेपालले यो 40 लाख क्रेडिट कार्बन बिक्री बापत 5.5 करोड अमेरिकी डलर अर्थात् करिब 8 अर्ब नेपाली रुपियाँ आमदानी गर्नेछ। नेपालको वन क्षेत्रको संरक्षण र पुनर्स्थापनाबाट प्राप्त हुने उच्च गुणस्तरको प्रमाणित उत्सर्जन कटौती खरिद बिक्री गर्ने यसको मुख्य उद्देश्यका साथ सम्झौता हुन लागेको हो। खास गरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वन संरक्षण गरे बापत प्राप्त हुने कार्बन क्रेडिट यो सम्झौता अनुसार बिक्री गर्न लागि हो। पछिल्लो 4.5 वर्षमा सार्वजनिक ऋण झण्डै दोब्बर भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष 2082-83 को पहिलो अर्धवार्षिक समीक्षा अवधिमा सार्वजनिक ऋण 28 खर्ब 6 अर्ब 39 करोड पुगेको हो। कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2076-77 सम्म मुलुकको ऋणभार 14 खर्ब 33 अर्ब 40 करोड रुपियाँ मात्र थियो। त्यसयता गुणात्मक वृद्धि भएको ऋणको भार अहिले 28 खर्ब नागेको छ। 6.5 वर्ष अगाडि कुल गृहस्थ उत्पादन GDP को 38.05% मात्र रहेको सार्वजनिक ऋण अहिले बढेर 45.95% पुगेको छ। नेपाल जस्ता मुलुकमा GDP को 45% भन्दा माथि सार्वजनिक ऋण जानुलाई विज्ञहरू धरापको संकेत मान्छन्। यसले मुलुक धनी हुँदैन, ऋण भरमा फँसेको रूपमा समेत लिने गरिन्छ। बढ्दो सार्वजनिक खर्च, घट्दै गएको वैदेशिक अनुदान र अपेक्षित राजस्व परिचालन नहुनु जस्ता कारणले सार्वजनिक ऋण निरन्तर बढ्दै गएको हो। अर्थविद तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर रामकुमार फुइयाल उत्पादनमूलक र पुँजी वृद्धि हुने आयोजना छनौट लगानीको प्रतिफलबाट ऋण तिर्न सक्ने अवस्था रहेमा GDP बराबर नै ऋण लिए पनि जोखिम नहुने बताउनुहुन्छ। तर नेपालमा त्यस्तो हुन सकिरहेको छैन। सरकारले ऋण लिएर बनाएका धेरैजसो ठूला आयोजनाहरू अपेक्षित रूपमा चल्न सकेका छैनन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरव अन्तर्राष्ट्रिय विमानस्थल त्यसकै मुख्य उदाहरण हुन्। सरकारले ऋण नै लिएर निर्माण गरेको मेलम्ची खानेपानी आयोजना समयमै सकिएन। सम्पन्न भएपछि पनि प्राकृतिक विपत्तिले झन ठूलो क्षति पुर्याएको छ। यसरी ऋण लिएर बनाइएका पूर्वाधार आयोजनाले अपेक्षित लाभ दिन नसकेपछि नेपालमा सार्वजनिक ऋणको सदुपयोग बारे प्रश्न उठिरहेको छ। साताको अन्तिम कारोबार दिन अर्थात् बिहिबार नेप्से परिसूचक बढेर बन्द भएको छ। नेप्से 9.23 अङ्कले बढेर 2714.61 बिन्दुमा बन्द भएको हो। बिहिबार नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबारको दिन 28 अर्ब 92 करोड रुपियाँको शेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर 9 अर्ब 7 करोड रुपियाँमा पुगेको छ। उक्त दिन 332 वटा धितोपत्रको 1 करोड 90 लाख 75 हजार 753 किता शेयर किनबेच भएको हो।
आइसिसी टी20 विश्वकप 2026 को तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का ए विरुद्धको दोस्रो अभ्यास खेलमा पनि पराजय भोगेको छ। बिहीबार भएको खेलमा नेपाल 73 रनले पराजित भएको हो। यसअघि पहिलो अभ्यास खेलमा 4 विकेटले पराजित भएको थियो। बिहीबार पहिले ब्याटिङ गरेको श्रीलङ्काले 5 विकेटको क्षतिमा 222 रन जोड्यो। श्रीलङ्काका लागि लाहेरु उडाराले 93 रन, सहान अचिगेले 55 रन र लाथिस कुरुसपुल्सले 53 रन बनाए। बोलिङमा नेपालका नन्दन यादव र कुशल भुर्तेलले समान 2-2 विकेट लिए। 223 रनको विशाल लक्ष्य पछ्याएको नेपालले 9 विकेटको क्षतिमा 149 रन मात्रै बनाउन सक्यो। नेपालका शीर्ष 5 ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। कर्ण केसीले 26 बलमा नट आउट 41 रन र लोकेश बमले 15 बलमा 25 रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य रूपमा रन बनाउन सकेनन्। अब नेपालले श्रीलङ्का ए सँग थप एक अभ्यास खेल जनवरी 24 मा खेल्दैछ। त्यसपछि टोली भारत गएर थप अभ्यासका खेलहरू खेल्ने कार्यक्रम छ। एक साता अभ्यास गरेपछि नेपाली टोली मुम्बई जानेछ। मुम्बईमा पहिलो अभ्यास खेल माघ 15 मा खेल्ने कार्यतालिका छ। आइसिसी महिला टी20 विश्वकप ग्लोबल छनौटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल 2 रनको झिनो अन्तरले पराजित भएको हो। 141 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा 7 विकेट गुमाउँदै 138 रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा 13 रन आवश्यक हुँदा रुबिना छेत्री र सीता राणा मगर मिलेर 10 रन मात्रै जोड्न सके। त्यसअघि नेपाललाई 24 बलमा 48 रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए। रुबिनाले अभिजित 37 रन, सीता राणा मगरले अभिजित 27 रन बनाए। बिन्दु रावलले 18 रन बनाए। नेदरल्यान्ड्सका लागि इसाबेल भान डर बोनिङले 3 विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले 20 ओभरमा 5 विकेट गुमाएर 140 रन बनाउँदै नेपाललाई 141 रनको लक्ष्य दिएको थियो। नेदरल्यान्ड्सका लागि कप्तान बाटेड डे लिडले सर्वाधिक 49 रन बनाइन्। स्टेर कालिसले 30 रन जोडिन्। रोबिन रिकेले 19 तथा आइरिस जुइलिङ 14 रनमा अभिजित रहे। नेपालका लागि रुबिना छेत्रीले 2 विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले समान 1-1 विकेट लिए। नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। नेदरल्यान्ड्स यो जितसँगै सुपर 6 मा पुगेको छ। सन् 2026 को पुरुष टी20 विश्वकपलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी र बंगलादेश क्रिकेट बोर्ड बीसीबी बीचको विवाद उत्कर्षमा पुगेको छ। आइसिसीले भारतमा गएर नखेले विश्वकपबाट हटाइदिने चेतावनी दिए पनि बंगलादेशले आफ्नो अडान परिवर्तन गर्न अस्वीकार गरेको छ। बुधबार ढाकामा बंगलादेश क्रिकेट बोर्ड, राष्ट्रिय टोलीका खेलाडी र सरकारका खेलकुद सल्लाहकार बीच भएको निर्णायक बैठकले भारतमा नखेल्ने पुरानै निर्णयलाई कायम राखेको हो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बीसीबीका अध्यक्ष अमिनुल इस्लामले आइसिसीको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। उनले भने हामी श्रीलङ्कामा खेल्ने हाम्रो योजनामै अडिग छौं। आइसिसीले हामीलाई 24 घण्टे अल्टिमेटम त दियो, तर एउटा विश्वव्यापी संस्थाले यसरी धम्क्याउन मिल्दैन। यदि बंगलादेश नखेल्ने हो भने 20 करोड दर्शकले विश्वकप हेर्न पाउने छैनन्। यो आइसिसीकै घाटा हो। अध्यक्ष इस्लामले श्रीलङ्कालाई सहआयोजक भनिएकोमा पनि प्रश्न उठाउँदै यो केवल एउटा हाइब्रिड मोडल मात्रै भएको र आइसिसीको बैठकमा भएका कतिपय कुराहरू स्तब्ध पार्ने खालको रहेको बताएका छन्। बंगलादेश सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलले भारत नजाने निर्णय क्रिकेट बोर्डको मात्रै नभई सरकारकै भएको प्रश्न पारेका छन्। उनले भने हाम्रो सरकारले नै भारतमा नखेल्ने निर्णय गरेको हो। हामीलाई अझै आशा छ कि आइसिसीले हाम्रा खेलहरू श्रीलङ्कामा सार्ने अनुमति दिनेछ। यसअघि बुधबार बसेको आइसिसी बोर्ड बैठकले बंगलादेशले उठाएको सुरक्षाको चासोलाई खारेज गरिदिएको थियो। आइसिसीले बंगलादेशलाई प्रश्न भनिसकेको छ कि भारतमा आएर खेल कि विश्वकप छाड। यदि बंगलादेशले आफ्नो अडान नछाडेमा उसको ठाउँमा स्कटल्यान्डले विश्वकप खेल्ने पक्का जस्तै छ। स्कटल्यान्डले यसअघि छनौट चरण पार गर्न सकेको थिएन, तर बंगलादेश बाहिरको खण्डमा उसले लकी ड्र मार्फत समूह सीमा स्थान पाउनेछ। विश्वकप सुरु हुन अब 3 हप्ता भन्दा कम समय बाँकी रहँदा बंगलादेश र आइसिसी बीचको यो शक्ति संघर्षले क्रिकेट जगतलाई नै तरङ्गित बनाइदिएको छ। अबको केही घण्टामा आइसिसीले बंगलादेशलाई विश्वकपबाट हटाउने औपचारिक घोषणा गर्न सक्ने सम्भावना बढेको छ। दिल्ली उच्च अदालतले एक महत्त्वपूर्ण सुनवाई गर्दै सहमतिले बनेको सम्बन्धलाई बलात्कार भन्न नमिल्ने ठहर गरेको छ। अदालतले बलात्कार, जातीय गालीगलौज र कुटपिटको आरोपमा दायर गरिएको याचिकालाई खारेज गर्दै निवेदकलाई कडा चेतावनी दिएको छ। न्यायाधीशले व्हाट्सएप च्याट हेर्दा सम्बन्ध बनाउन कुनै पनि प्रकारको दबाव, ब्ल्याकमेल वा बाध्य पारिएको नदेखिएको बताएको छ। युवक र युवती दुवै वयस्क रहेको र मेडिकल रिपोर्टमा कुनै प्रकारको चोटपटक उल्लेख नभएको पनि अदालतले स्पष्ट पारेको छ। अदालतले हालैको आफ्नो फैसलामा निजी सम्बन्धमा आएको असफलता वा मनमुटाव को समाधानका लागि फौजदारी कानूनको प्रयोग गर्न नमिल्ने स्पष्ट पारेको समाचारहरूमा जनाइएको छ। न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले मुद्दाको रेकर्ड र प्रमाणहरूले दुवै पक्षबीच लामो समयसम्म आपसी सहमतिले प्रेम सम्बन्ध रहेको देखिएको उल्लेख गरेको छ। यस्तो अवस्थामा मुद्दालाई अगाडि बढाउनु कानूनको प्रक्रियाको दुरुपयोग हुनेछ। सुनवाईका क्रममा अदालतले यो टिप्पणी गरेको छ, जब कुनै सम्बन्ध टुटेपछि बलात्कार जस्ता गम्भीर आरोपहरू लगाइन्छन् तब तिनीहरूको जाँचका लागि विशेष सतर्कता अपनाउनु आवश्यक छ। विशेष गरी जब दुवै पक्ष वयस्क हुन् र उपलब्ध प्रमाणहरूले स्वेच्छाले शारीरिक
शारीरिक सम्बन्ध बनाएको कुरालाई संकेत गर्दछ, अदालतले भनेको छ। अदालतले निवेदनकर्ता र आरोपी विगत 4 वर्षदेखि एक अर्कासँग भेटघाट गरिरहेको र उनीहरूको व्हाट्सएपमा पनि सामान्य कुराकानी हुने गरेको बताएको छ। च्याटमा गरिएको उनीहरूको कुराकानी हेर्दा आरोपीद्वारा निवेदकमाथि कुनै प्रकारको दबाव बनाइएको नदेखिएको अदालतले बताएको छ। यसका साथै अदालतका अनुसार ऐन तब मात्र लागू हुनेछ जब अपराध जातिको कारणले गरिएको होस्, तर यस मुद्दामा हालसम्म पीडितसँग जातीय आधारमा कुटपिट वा यौन उत्पीडन गरिएको प्रमाणित गर्ने कुनै प्रमाण नभेटिएको पनि अदालतले स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहिबार स्विजरल्यान्डको डाभोसमा बोर्ड अफ पीस नामक एक नयाँ संस्थाको सुरुवात गरेका छन्। उनले उक्त बोर्डको मुख्य उद्देश्य द्वन्द्व समाधान गर्नु रहेको र सुरुमा गाजामा भएको युद्धविरामलाई थप सुदृढ पार्ने लक्ष्य राखिएको बताए। भविष्यमा यसले अन्य विश्वव्यापी विवादहरूमा पनि भूमिका खेल्न सक्ने ट्रम्पले उल्लेख गरेका छन्। यसको हस्ताक्षर समारोहमा 20 भन्दा बढी देशका नेताहरू सहभागी थिए। सीएनएनको रिपोर्ट अनुसार अमेरिका सहयोगी मानिने अधिकांश युरोपेली देशहरू भने यस समारोहबाट अनुपस्थित रहे। यस विपरीत साउदी अरब, कतार, युएई, अर्जेन्टिना र पाराग्वेका नेताहरूको उपस्थिति रहेको थियो। ट्रम्पले गत वर्ष सेप्टेम्बरमा गाजा युद्ध अन्त्य गर्ने योजना प्रस्तुत गर्दै पहिलो पटक यस बोर्डको प्रस्ताव गरेका थिए। रोइटर्सका अनुसार अमेरिकाले करिब 60 देशलाई यस बोर्डमा सामेल हुन निमन्त्रणा पठाएको थियो। सुरुमा कार्यक्रममा 35 देशका नेताहरू सहभागी हुने अनुमान गरिएको थियो। अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको लेक कारगिल लिगोमा बिहिबार गोली चलेको छ। गोलाबारीमा 3 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा 2 महिला र 1 पुरुष छन्। घाइते 1 पुरुषको अस्पतालमा उपचार भइरहेको छ। स्थानीय समय अनुसार बेलुका 4:40 जाँदा एल्किन स्ट्रिटमा गोलाबारी भएको प्रहरीले बताएको छ। घटनामा अहिलेसम्म आक्रमणकारी कति थिए भन्ने थाहा नभएको र कुनै पनि शंकास्पदलाई पक्राउ नगरिएको बताइएको छ। अहिले प्रहरी आक्रमणकारीहरूको खोजीमा जुटेको छ। नागरिकलाई घर बाहिर ननिस्कन पनि आग्रह गरेको छ। एसोसिएट प्रेसका अनुसार अस्ट्रेलियाले राष्ट्रिय शोक दिवस मनाइरहेका बेला गोलाबारी भएको हो। डिसेम्बर 14 सिडनीमा हनुक्का समारोहका क्रममा भएको गोलाबारीमा मारिएका 15 जनालाई सम्झिँदै शोक मनाइँदै थियो। अमेरिका र डेनमार्क बीच सन् 1951 को ग्रिनल्यान्ड सम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुट बीच भएको वार्ताबारे जानकार एक स्रोतले एएफपीलाई बताएको छ। स्रोतले भनेको छ युरोपेली सहयोगीहरूले पनि आर्कटिक सुरक्षा बढाउनेछन्, तर अमेरिकी सार्वभौमिकताको अधीनमा ग्रिनल्यान्डमा अमेरिकी आधारहरू राख्ने बारेमा छलफल भएको छैन। सन् 1951 को सम्झौतामा पुनः वार्ता हुनेछ, स्रोतले बताएको छ। सन् 2004 मा अद्यावधि गरिएको रक्षा सम्झौताले डेनमार्क र ग्रिनल्यान्डका अधिकारीहरूलाई पहिले नै सूचित गरी वाशिंटनलाई आफ्नो सेना तैनात गर्न स्वतन्त्रता दिएको छ। ग्रिनल्यान्डको उत्तर पश्चिममा रहेको पीटुफिक अन्तरिक्ष अखडा अमेरिकी क्षेपास्त्र प्रतिरक्षा प्रणालीको महत्त्वपूर्ण कडी हो। ट्रम्पले बुधबार डाभोसमा विश्व आर्थिक मञ्चमा रोडसँगको वार्तापछि सम्झौताका आधारभूत खाकाको घोषणा गरेका थिए। स्पेनमा सबैभन्दा ठूलो रेल चालकहरूको संगठनले फेब्रुअरी 9 देखि 11 गतेसम्म 3 दिने देशव्यापी आम हडताल घोषणा गरेको छ। पछिल्लो 48 घण्टाभित्र भएका 3वटा रेल दुर्घटनापछि रेल सुरक्षाको ग्यारेन्टी माग गर्दै हडतालको घोषणा गरिएको हो। उक्त दुर्घटनामा 2 रेल चालक सहित दर्जनौं मानिसहरूको ज्यान गएको छ। मंगलबार बार्सिलोना नजिक जेलिडा क्षेत्रमा मुसलधारे वर्षाका कारण ट्र्याकमा रहेको रिटेनिङ वाल भत्किँदा यात्रुवाहक रेल पटरीबाट खसेको थियो। उक्त दुर्घटनामा चालकको मृत्यु हुनुका साथै 4 जना यात्रु गम्भीर घाइते भएका थिए। यसअघि आइतबार दक्षिणी कोर्डोबा प्रान्तको आदामोज नजिक 2 रेल ठोकिँदा 43 जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा 1 जना रेल चालक पनि थिए। अनुसन्धानकर्ताहरूले दुर्घटनास्थल नजिक फेला परेको भारी मेसिनरीको टुक्रा दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण हुन सक्ने बताएका छन्। रेल चालक संघ एसीएमएफले ती घातक दुर्घटनाहरूलाई रेल सुरक्षाका लागि निर्णायक मोड भन्दै जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाहीको माग गर्ने जनाएको छ। पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको गृह टापु मडेइरामा रहेको उनको एउटा पूर्ण कदको काँस्य शालिगमाथि आगजनी भएको छ। मंगलबार बिहान फन्चल स्थित CR7 म्युजियम बाहिर रहेको 11 फिट अग्लो उक्त शालिगमा एक व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएका हुन्। रोनाल्डोको शालिगमा आगजनी गर्ने व्यक्ति आफैले यस घटनाको भिडियो समेत खिचेका थिए। भिडियोमा शालिगलाई आगोको लपकाले घेरेपछि ती व्यक्ति पछाडि हटेर चर्को र्याप संगीतमा उग्र नृत्य गरिरहेको देखिन्छ। भिडियोको अन्त्यमा उनले रोनाल्डोको शालिगप्रति अश्लील इशाराहरू गर्दै अपमान समेत गरेका छन्। उक्त शालिग रोनाल्डो आफैले सन् 2014 मा अनावरण गरेका थिए। विवादास्पद इन्स्टाग्राम पोस्टमा आगजनी गर्ने व्यक्तिले आफूलाई फ्री स्टाइलर र स्थानीय बासिन्दा बताएका छन्। ती व्यक्तिले उक्त भिडियो इन्स्टाग्राममा अपलोड गर्दै भनेका छन्, यो भगवानको अन्तिम चेतावनी हो। अहिले भने उक्त भिडियो इन्स्टाग्रामबाट हटाइएको छ। आगो लागेको केही समयमै निवेकाले शालिगमा स्थायी क्षति हुन भने पुगेको छ वा छैन भन्ने बारे अझै स्पष्ट हुन सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्थानीय अधिकारीहरूले उक्त विषयमा अनुसन्धान गरिरहेको बताएका छन्।
लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन् 2024 को विद्रोहपछि बंगलादेशको पहिलो राष्ट्रिय चुनावका लागि बिहीबारदेखि औपचारिक प्रचार अभियान सुरु भएको छ। हसिनाको निष्कासनपछि र नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनिसको नेतृत्वमा रहेको अन्तरिम सरकार अन्तर्गत पहिलो पटक हुन लागेको फेब्रुअरी 12 मा हुने यो निर्वाचनलाई बंगलादेशको इतिहासमै अत्यन्तै महत्त्वपूर्ण मानिएको छ। बंगलादेशको राजधानी ढाका तथा देशका अन्य भागमा प्रमुख राजनीतिक दलहरूले र्याली र सभा मार्फत प्रसार गर्न थालेका छन्। उक्त चुनावमा मतदाताले प्रस्तावित राजनैतिक सुधार सम्बन्धी राष्ट्रिय चार्टर बारे पनि निर्णय गर्नेछन्। अन्तरिम सरकारले स्वतन्त्र र निष्पक्ष चुनाव गराउने बाचा गरेको छ, तर हसिनाको पूर्व सत्तारूढ आवामी लीगलाई प्रतिबन्ध लगाएपछि सरकारको निष्पक्षतामाथि भने प्रश्नहरू उठेका छन्। आवामी लीग र बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले परम्परागत रूपमा देशको राजनीतिमा प्रभुत्व जमाउँदै आएका थिए। साथै देशको कानुन व्यवस्थाको अवस्थाबारे पनि चिन्ता व्यक्त गरिएको छ। यद्यपि सरकारले शान्तिपूर्ण मतदान हुने आश्वासन दिएको छ। र स्वास्थ्यसँग सम्बन्धित जानकारीमा के हो भारतमा देखिएको निपाह भाइरस, यस्तो छ लक्षण र रोकथामका उपाय। छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। भारतको पश्चिम बंगालमा केही साता अघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा स्थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ। त्यसो त निपाह भाइरस भनेको के हो त? निपाह भाइरस एक घातक जेनेटिक भाइरस हो। यसको मृत्युदर 40 देखि 75% सम्म हुन सक्छ। यो भाइरस मुख्य रूपमा फलफूल खाने चमेरो फ्रुट ब्याटबाट मानिसमा सर्छ। अहिले यो भाइरस फेरि चर्चामा आएको छ किनकि भारतको पश्चिम बंगाल राज्यमा जनवरी 2026 को सुरुवातमा यसका केही केसहरू पुष्टि भएका छन्। जनवरी 2026 मा पश्चिम बंगालको बारासात क्षेत्रमा 2 जना नर्सहरूमा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ। दुवै नर्सहरू नारायण मल्टी स्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन्। एकजना कोमामा र अर्का भेन्टिलेटरमा छन्। यी केसहरू 19 वर्षपछि पश्चिम बंगालमा निपाहको पुनरागमन भएको देखिएको छ। केही रिपोर्टहरूमा 5 वटासम्म केसहरू उल्लेख गरिएका छन्। करिब 120 जना उच्च जोखिममा रहेका सम्पर्कहरूलाई क्वारेन्टाइन र निगरानीमा राखिएका छन्। भारतीय स्वास्थ्य अधिकारीहरूले राष्ट्रिय संयुक्त प्रकोप प्रतिकारी टोली परिचालन गरेका छन्। संक्रमणको स्रोत खोजी भइरहेको छ। सम्भवतः काँचो खजुरको रस वा बिरामीको सम्पर्कबाट यो सर्दछ। चमेरोहरूको सर्वेक्षणमा सक्रिय भाइरस नभेटिए पनि एकमा एन्टिबडी फेला परेको छ जसले विगतको संक्रमण देखाउँछ। भारतमा यसअघि पनि केरलामा नियमित प्रकोपहरू हुँदै आएका छन्, तर यो पटक पश्चिम बंगालमा देखिनुले नयाँ चिन्ता बढाएको छ। अहिलेसम्म लकडाउन घोषणा गरिएको छैन, तर निगरानी र परीक्षण बढाइएको छ। नेपालमा अहिलेसम्म निपाह भाइरसको कुनै केस पुष्टि भएका छैनन्, तर भारतको पश्चिम बंगालसँगको खुला सीमा र फ्रुट ब्याटहरूको उपस्थितिले जोखिम भने बढाएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाह जस्ता लक्षण भएका बिरामी र अचानक मृत्युका केसहरू रिपोर्ट गर्न निर्देशन दिएको छ। पूर्वी सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य डेस्कहरूलाई अलर्ट राखिएको छ। स्वास्थ्य मन्त्रालयले उच्च स्तरीय बैठक गरी सतर्कता अपनाउने निर्णय पनि गरेको छ। विज्ञहरूका अनुसार चमेरोबाट सर्न सक्ने यो भाइरस सीमा पारी फैलिन सक्छ, त्यसैले रोकथाममा जोड दिएको छ। निपाह भाइरसको रोकथाम र लक्षणहरू: सुरुमा ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, श्वास प्रश्वासमा समस्या हुन्छ, पछि मस्तिष्क सुन्निने, कोमामा पुग्ने र मृत्यु हुन सक्छ। सर्ने तरिका: चमेरोले टोकेका वा दूषित फलफूलहरू, खजुरको काँचो रस खाँदा र संक्रमित व्यक्तिको रेहाल, खकार वा शारीरिक सम्पर्कबाट मानिसमा सर्न सक्छ। रोकथामका उपायहरू: काँचो खजुरको जुस नपिउनुहोस्, चमेराले टोकेका फलफूलहरू नखानुहोस्, संक्रमितसँग सम्पर्क भएमा तुरुन्तै स्वास्थ्य जाँच गराउनुहोस्, हात धुने, मास्क लगाउने जस्ता सामान्य सावधानीहरू अपनाउनुहोस्। अहिले निपाहको लागि कुनै विशेष औषधि वा खोप उपलब्ध छैन, तर सहयोगी उपचारहरूले ज्यान बचाउन सकिन्छ। विश्व स्वास्थ्य संगठनले यसलाई प्राथमिकतामा राखेको छ र खोपको विकास भइरहेको छ। नेपालमा जोखिम कम भए पनि सतर्क हुनु भने निकै आवश्यक छ। कुनै लक्षण देखिए तुरुन्तै नजिकको अस्पतालमा सम्पर्क गर्नुहोला। यिनै समाचार सामग्री सहित हामी समाचारको अन्त्यमा आइपुगेका छौं। प्रस्तुत गरेको समाचार सामग्रीमा तपाईको केही प्रतिक्रिया छ भने कमेन्ट बक्समा लेखिदिनुहोला। यदि मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनुहोला। तपाईको बाँकी पल सुखद रहोस्। नमस्कार।